हुनुहुन्छ हाम्रो मनिषा भाउजू, पुष्पा भाउजू, लक्ष्मी बहिनी, एल्सा बहिनी अनि मेरो बेबीहरू सानो सानो मानसी मानस चाहिँ हाम्रो गाइड हो। मानस हामी कता जाँदैछौँ? भन्ज्याङ जाँदैछौँ भनेर मानसले भन्दैछ। मान्सु हामी कता जाँदैछौँ? हजुर ओके। पिङ पनि खेल्छौँ हामीले। पिङ रहेछ भने खेल्छौँ भन्ने कुरा छ, किनकि छैन हामीलाई थाहा छैन। पुगेपछि मात्रै थाहा हुने कुरामा हामी स्पष्ट छौँ, हो कि होइन? गुड गुड। जेनजीहरूको जेनजी जेन अल्फा, हामी यहाँ जेनजी र जेन अल्फा अनि मिलेनियल एकजनालाई पनि लिएर हिँडेर। मिलेनियल चाहिँ एकजना मात्रै हो, अब उहाँलाई नै हामीले जेनजी बनाइसक्यौँ। मिलेनियल यता अल्फाहरू हुन्। अब त्यही हो होइन, यस वर्ष घुम्नको लागि नै रहेछ। अब थाहा छ तपाईँहरूलाई बाटो कस्तो छ भन्ने कुरा देखाइरहनु पर्दैन। दिस इज नट लाइक तपाईँहरूको सहर, इट्स भेरी डिफरेन्ट। अङ्ग्रेजी मिल्यो? एकजना पछाडि हुनुहुन्छ। हेलो, कता जाँदैछौ हामी? ठुलो भन्ज्याङ रे। केटाकेटीले भन्ज्याङ भन्दैछन्, यहाँ उहाँले ठुलो भन्ज्याङ भन्नुभयो। मैले चाहिँ यसो बुझेँ कि ठुलो मान्छेको लागि ठुलो भन्ज्याङ, सानो मान्छेको लागि भन्ज्याङ रहेछ कि भन्ने लाग्यो। हेर्सी अब के हुन्छ है त। आई विल कन्टिन्यू। सो हाम्रो यात्रा जारी छ। अमरा चाहिँ यस्तो भइसक्यो। फुलै फुल्यो फुल नचटे। हाम्रो एकजना त्यो यति लामो लामो के त्यो सिमी के भन्ने त्यस्तो खाले थियो कि त्यो के खाने हो नि थाहा नछ। हाम्रो ग्रुप थियो एकपट्टि, एकपट्टि नारायणपुरको ग्रुप थियो। चाहिँ हाम्रो हजुरआमाको घर हो। अर्को हजुरआमाको घर, उहाँ चाहिँ बित्नुभयो। अहिले यो धनसार मात्रै छ। त्यो चाहिँ हाम्रो रामा आन्टीले चाहिँ हेर्दै बसिन्छ। त्यसमा भन्ज्याङको नजिकै छौँ हामी भनेर हाम्रो गाइडहरूले भन्दै हुनुहुन्छ। अनि मानस चाहिँ गाइड हो अरे, मान्सु चाहिँ मानसको स्पोक पर्सन। ओके। मलाई चाहिँ एकजनाले चाहिँ तिम्रो घर जाने बाटो कस्तो छ भनेर सोध्नुभयो। देन मैले चाहिँ बाटो छ, गाडी आउँदैन भनेकी थिएँ। त्यस्तै छ। कस्तो लाग्यो हजुरलाई बाटो? क्यामेराम्यान नि कति
कहाँ आइपुग्यो बेबी मामा घर जाने बाटो आफ्नो त त्यस्तै फिल आइरहेको खासमा मामा घर जाने बाटो हाम्रो पनि हो के आउँछ सानो अब त गरे अहिले है म एकताल राउन्ड किक हान्छु कि सँगै राख्नु ल हानिरहने केही नगर्ने भएन अलिक कडै हान्दिनु न अलिक कडै हान्दिनु चाहिँ हाम्रो गाउँको मान्छे बस्ने घर हो त्यो तलको चाहिँ अर्कोमा मान्छे छैनन् आजभोलि Hello. Look at me, baby. Hi. Look. यहाँबाट चाहिँ धावा पुगिन्छ Okay. तान्जाङहरू पुगिन्छ हजुर अगाडि गएर अनि कता पुगिन्छ मान्छे अनि कता पुगिन्छ र त्यति हो केही पनि हैन अब चाहिँ हामी भन्ज्याङको साह्रै नजिकै पुगेका छौँ अब यहाँबाट रोड जाम त्यति चिप्लो बाटो छैन रोड हो तर त्यो पानी परेर चाहिँ हाम्रो चोली चाहिँ पछाडि नै छुट्नु भयो हामी धेरै अगाडि आयो जस्तो लाग्यो है द्याट्स गुरुङ गाउँ ब्यागे आउँछ ब्यागे कस्तो हुन्छ रातो रातो हुन्छ ओके सुन्तला रङ हुन्छ अनि सुन्तला नखाएर ब्यागे खायो भने हुन्छ होला नि त के हुन्छ मानुस सुन्तला नखाएर ब्यागे खायो भने खेलिहाल्छ नि पिङ खेल्ने ठाउँमा हामी खेलाउँला नि 1 मिनट ल पिङ रहेछ भन्ने चाहिँ थाहा भयो है ल हिँड फाइनल्ली हामी कहाँ आइपुग्यौँ हजुर ठुलभन्ज्याङ आइपुग्यो चौतारो पनि छ चौतारीको बर पिपलुलाई भर माया पर के रमाइलो छ र के हो बेबी यतै म कहाँ छैन कमा किन चौराम कमा चौतारी वाउ ल फाइनली हामी आइसक्यौँ अब चाहिँ यहीँ रोकौँ है त बाई सी यू अगेन